नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ। आज 2082 साल असार 18 गते बुधबार सन् 2025 जुलाई 2 तारिक असार शुक्ल पक्षको सप्तमी तिथि। आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको किङ एफएम 104.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। निजामती विधेयकमा गैर जिम्मेवार काम भएको स्वीकार गरे पनि छानबिन समिति गठन भएन, तत्काल सुधार नगर्ने नियत रहेको भन्दै सांसदहरूले नै उठाए प्रश्न। देशभर एसई नतिजा सुधार हुँदा मधेसमा 72% नन ग्रेडेड, सुदूरपश्चिम लुम्बिनी र कोशीको नतिजा पनि राष्ट्रिय औसत भन्दा कमजोर। विकासको लहरसँगै माटोसँग मान्छेको सम्बन्ध टाढिँदै बालबालिकालाई हुर्कने बेला माटोमा रमाउन दिनुपर्ने विज्ञको सुझाव। स्वेच्छाले खेल्न दिने, माटोमा अलिकति खुला क्षेत्रमा लगेर समय दिने उसलाई, ताकि उसको शरीरले पनि वातावरण चिनोस्, कीटाणुहरू चिनोस्। अनि अत्यधिक गर्मी प्राकृतिक प्रकोप जतिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्र संघको चेतावनी। विश्व समुदायले अब गर्मीको लहरसँगै बाँच्न सिक्नुपर्नेमा जोड। र एएफसी महिला एसियन कपको छनौट अन्तर्गत नेपालले आज श्रीलङ्कासँग खेल्दै। सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो। ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ। ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट। फोन 056 494 333 493 555। सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरोफेरो। भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो। ढुक्क हुन भोलिलाई बिमा गरौँ है, नेसनल लाइफ इन्स्योरेन्समा बिमा गरौँ है। विगत 38 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बिमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ। इन्टरनेसनल डिग्री प्राप्त अनुभवी प्रशिक्षकहरूबाट प्र्याक्टिकल विधा मार्फत 1 वर्ष अध्यापन र 2 वर्ष आय आर्जनको अवसरमा अन द जब ट्रेनिङ ओजेटी सहित सीटीईभीटी को 3 वर्षे डिप्लोमा इन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी कोर्सको लागि सीमित सिटमा भर्ना लिइँदैछ। सम्पर्क सिस्टम बुल इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी कलेज, टेकु, काठमाडौँ। फोन नम्बर 01 59 22 111 98 41 206 410। ल हजुर, लोकेसनमा आइपुग्यौं। ल सर, धन्यवाद, राम्रोसँग ल्याइदिनु भयो। हेत्तेरी, मैले पर्स कहाँ राखेँ? अनलाइनै गरिदिनुस् न। यो क्युआर मा खल्तीमा त पैसा टिक्दैन भने कमसे कम खातामा त केही दिनसम्म टिक्छ। कुरो त ठिकै हो, तर अब त अलि सोचेर खर्च गर्न पर्छ क्या। बरु लगानी गर्नुस् न। दाजु पनि लगानी गर्न लाख करोड छैन, दैनिक 3-4 हजार त कमाउँछु। केमा लगानी गर्ने, कहाँ गर्ने ज्ञान पनि छैन, सिप पनि छैन। यही सानो आम्दानीको केही हिस्सा ग्लोबल आइएमई बैंकद्वारा प्रवर्धित ग्लोबल आइएमई म्युचुअल फन्डमा लगानी गर्न सकिन्छ। न डुब्ने डर, न झन्झट, सुरक्षित प्रतिफल सहित समुन्नत भविष्य निर्माणको सुनौलो अवसर। ओहो, साँच्चै राम्रो सल्लाह दिनुभयो त दाजु। लगानी प्रक्रिया पनि सजिलो छ नि। आफ्नै मोबाइलमा भएको मेरो शेयर एप मार्फत 1 मिनट भित्रमै लगानी गर्न सकिन्छ।
ग्लोबल आयामी म्युचुअल फन्ड, ग्लोबल आयामी समुन्नति योजना यो असार 22 गतेदेखि 25 गतेसम्म सर्वसाधारणका लागि खुल्ला हुँदैछ। एप मार्फत सहज रूपमा लगानी गर्न सकिन्छ। आजै सोच बदलौं, आफ्नो बचतलाई लगानीमा रूपान्तरण गरी समृद्ध भविष्य बनाऊ। ग्लोबल आयामी म्युचुअल फन्डको साथ आजै गरौँ समुन्नत भविष्यको सुरुवात। इकाइमा लगानी गर्दा जोखिम मुक्त नहुने हुँदा लगानी पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। काया कैरनमा अब खबरको सिलसिला। काया कैरन समसामयिक समाचारका साथमा ग्लोबल आयामी बैंक, सबैका लागि बैंक। संघीय निजामती सेवा सम्बन्धी विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको 2 वर्षसम्म सरकारी नियुक्ति लिन नपाउने सम्बन्धी व्यवस्थामा गैर जिम्मेवार काम भएको स्वीकार गरे पनि न छानबिन समिति बनाइएको छ न सुधारको प्रतिबद्धता जनाइएको छ। कुलिङ अफ पिरियड निष्प्रभावी बनाउने प्रावधान संगठित रूपमा नै विधेयकमा राखिएको र यसलाई तत्काल सुधार नगर्ने नियत रहेको भन्दै सांसदहरूले नै प्रश्न उठाएका छन्। विधेयकको प्रतिवेदन तयार पार्ने राज्य व्यवस्था समितिका सभापति रामरी खतिवडा र सचिव राजकुमार दुराले छानबिनका लागि मार्ग प्रशस्त गरेका छैनन्। प्राय दल र सांसदले विधेयकमा गलत काम भएको भन्ने निष्कर्ष निकाले पनि राज्य व्यवस्था समिति र सभामुख देवराज घिमिरेले छानबिनका लागि अग्रसरता लिनु भएको छैन। विवादित व्यवस्थामा प्रतिनिधि सभाबाट सुधार गरेर राष्ट्रिय सभामा पठाउने प्रतिबद्धता भने नरहेको, सम्भावना भने नरहेको सभामुख घिमिरेको भनाइरहेको छ। कुलिङ अफ पिरियड जिम्मा लिने आँट छैन, छानबिन गर्ने छाड छैन, सच्याउने नियत छैन भनेर कान्तिपुरले खबर लेखेको छ। कांग्रेस केन्द्रीय सदस्यहरूले 2083 मंसिर अगाडि नै आयोजना गर्ने गरी महाधिवेशनको मिति तोकिएको कार्यतालिका बनाउन दबाब दिएका छन्। केन्द्रीय समितिको हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले महाधिवेशनको स्पष्ट कार्यतालिका सहित मिति तोक्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढ़ाएका हुन्। संस्थापन इतरका नेता डाक्टर शेखर कोइरालाले आगामी मंसिर भित्रै महाधिवेशन आयोजना गर्न सभापति शेरबहादुर देउवाले आलटाल गरेको आशंका गर्दै हुन नसक्ने हो भने पदाधिकारीले कारण र औचित्य पुष्टि गर्न बैठकको पहिलो दिनमै जवाफ माग गर्नु भएको थियो। तर हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यले भने आगामी मंसिरभित्र क्रियाशील सदस्यताको अन्तिम टुङ्गो नै नलागेकाले व्यावहारिक हिसाबले असम्भव देखिए पनि अहिले मिति तोकेर जान उपयुक्त हुने धारणा राखेका थिए। बैठकमा गृहमन्त्री समेत रहनुभएका रमेश लेखकले एमालेसँगको अहिलेको गठबन्धन तोड्ने कुरा कंग्रेसको हित विपरीत हुने धारणा राख्नुभयो। सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै कतिपय केन्द्रीय सदस्यले असन्तुष्टि पोखेपछि जवाफ दिँदै लेखकले अहिलेको गठबन्धनको विकल्प खोज्नु उपयुक्त नहुने धारणा राख्नु भएको थियो। 2083 मंसिरलाई डेडलाइन मानेर महाधिवेशनको मिति तोक्न दबाब नयाँ पत्रिकामा खबर छ। यो वर्ष एसीईको नतिजा समग्रमा उल्लेख्य सुधार हुँदा मध्य प्रदेशको उत्तीर्ण दर भने स्वाट्टै घटेको छ। नतिजा अनुसार देशभरबाट 62% विद्यार्थी उत्तीर्ण हुँदा मध्य प्रदेशका 28% विद्यार्थी मात्र कक्षा 11 पढ्न योग्य भएका छन्। मध्य प्रदेशबाट गएको वर्ष 47%ले एसी पास गरेका थिए। देशभरबाट एसी गर्ने विद्यार्थी 48% थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष मध्य प्रदेशबाट 59,749 विद्यार्थीले परीक्षा दिएकामा 42,779 जना अर्थात् 72% नन ग्रेडेड भएका छन्। यसपटक सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशको नतिजा पनि राष्ट्रिय औसत भन्दा कमजोर देखिएको छ। तर ती प्रदेशको नतिजा गएको वर्षको तुलनामा सुधार भएको छ। यो वर्ष बागमती, गण्डकी र कर्णालीको नतिजा राष्ट्रिय औसत भन्दा राम्रो छ। कान्तिपुरमा खबर छ। यति बेला गण्डकीदेखि पश्चिमका केही ठाउँमा पानी परिरहेको छ। हिजो बेलुकी देशका प्राय सबैजसो ठाउँमा पानी परे पनि राति पानी पर्ने क्रम केही कम भएको थियो। बेलुका सिन्धुपाल्चोक र दोलखामा ठूलो पानी परेको थियो। तर राति भेलबाडी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेस बाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कायाकैरनमा माटो र मान्छे बीचको सम्बन्धका बारेको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौं। साथै 2076 साल वैशाखदेखि हालसम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा, ब्याज बुझाइ, कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौं। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। फाइबर इन्टरनेट नेपाल टेलिकमको ब्याक। इन्टरनेट, टिभी, टेलिफोन, डेटा एकैसाथ। घरमा टिभी हेर्नुस् र इन्टरनेट चलाउनुस्, फोन गर्नुस्, डेटा चलाउनुस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट, तीव्र गतिको संसार। टेलिफोन, इन्टरनेट, टिभी, सबै कुरामा भरमा। मोबाइल डेटासँग जोड्नुस् टेलिकमको सेवा। जडान गर्न साह्रै सजिलो, फोन गर एकै भरमा। फाइबर इन्टरनेट नेपाल टेलिकमको ब्याक। इन्टरनेट, टिभी, टेलिफोन, डेटा एकैसाथ। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। साबिकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सका बिमितहरूलाई यही 2082 असार 8 गतेदेखि 22 गतेसम्ममा नवीकरण बीमा शुल्क भुक्तानीमा ब्याज जरिवाना छुट गरिएको जानकारी गराइन्छ। समयमै आफ्नो नवीकरण बीमा शुल्क भुक्तानी गरी मौकाको फाइदा उठाउनुहोस्। थप जानकारीको लागि हिमालयन लाइफ इन्स्योरेन्सको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुहोला। हिमालयन लाइफ इन्स्योरेन्स, सुरक्षा अटल, भविष्य सबल। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो। ओहो, के पाक्दैछ श्रीमतीज्यू? साह्रै मिठो बास्ना आयो त। पक्कै मिठो नै हुनुपर्छ। नेपाली किसानको उत्पादन आर्जु चामल, विदेशी चामल भन्दा गुणस्तरीय अनि सस्तो। हुन्न त मिठो? त्यसैले नेपाली खोजौं, नेपाली रोजौं। आर्जु चामल, गृहिणीहरूको पहिलो रोजाई। आर्जु राइस मिल, सम्पर्क 9820 36 794, 9820 36 794। उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकमा गैर जिम्मेवार काम भएको स्वीकार गरे पनि छानबिन समिति गठन भएन। देशभर एसीई नतिजा सुधार हुँदा मधेसमा 72% नन ग्रेडेड। काङ्ग्रेसमा महाधिवेशनको मिति छिटो तोक्न दबाव। आज मधेस बाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सडक, काठमाडौँ। अब बाँकी प्रसङ्ग। विकासको लहरसँगै मानिस माटोसँग टाढा हुँदै जान थालेको छ। माटो नछोइकन जीवनयापन गर्नुलाई सफलता मान्ने सोचसँगै मानिस माटोबाट टाढा हुन थालेको हो। कंक्रिटका घर अनि आँगन समेत कंक्रिटले ढाक्ने, गाडीबाट सिधै अर्को भवनमा पुग्ने र काम गरेपछि गाडीमै फर्कने क्रमका कारणले मान्छेले माटो छुनै छाड्दै गएको छ। यो कुरालाई विद्यालय स्तरबाटै प्रशय दिइरहेको पाइन्छ। थप चर्चा भोजेन्द्र बस्नेतबाट। तैँले पढिनस् भने हलो जोत्नुपर्छ, गोठालो बन्नुपर्छ भन्दै बालबालिकालाई प्रकृतिबाट टाढा जान दबाब दिने क्रम सुरु भएको 3-4 दशक नै भयो। अहिले त विद्यालयका भवन, खेल मैदान लगायतका संरचनाहरू समेत कंक्रिटका बनाएर माटो बिनाको जीवन सफल हो भन्ने भाष्य सृजना गर्ने काम भइरहेको छ। यही कारण मनोवैज्ञानिक रूपमा बालबालिकाहरू माटोबाट टाढा जान थालेका दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशक एवं माटोका अभियन्ता सहिल साथी बताउनुहुन्छ। अप्राकृतिक चिज चाहिँ समृद्धि रहेछ भन्ने कुरा चाहिँ स्कुलमा नपढाए पनि त्यो भवनले त्यो ज्ञान दिइरहेछ।
हो त्यो कुराहरूले पनि हामीलाई चाहिँ यो हाम्रो आफ्नो प्राकृतिक जीवनशैली प्रकृतिबाट जति टाढा भयो त्यति राम्रो रहेछ, सहर चाहिँ राम्रो रहेछ, गाउँ चाहिँ फोहोर रहेछ भन्ने चाहिँ त्यो ज्ञान पनि आइरहेछ। सकेसम्म ढलानको 2 तलाको बनाउने हैन, गाउँमा चाहिँ गर्मी ठाउँ भए पनि जाडो ठाउँ भए पनि ढलानकै हुनु पर्यो। सरकारले फेरि माटोको बनाउँछु भन्दा पैसा पनि दिँदैन। विद्यालय शिक्षामा प्रकृति, त्यसको महत्त्व लगायतका पाठ छन्, तर ती व्यवहारिक छैनन्। आयातित ज्ञानमा आधारित पाठ्यक्रम हुँदा बालबालिकामा माटोभन्दा टाढाको जीवन सफलताको सूचक हो भन्ने बुझाइ सृजना भइरहेको छ। करिकुलममा त पढाउँछन्, करिकुलममा प्रकृति यो भनेर पढाउँछन्, व्यवहारमा चाहिँ त्यो नहुँदाखेरि चाहिँ या अनि त्यो स्कुलमा चाहिँ ज्ञान कहाँबाट आउँछ भन्दाखेरि चाहिँ काठमाडौँबाट आउँछ। काठमाडौँमा कहाँबाट आउँछ? विदेशबाट आउँछ। भनेपछि ज्ञान भन्ने चिज पनि समाजमा छैन, त्यो चाहिँ उता काठमाडौँबाट विदेशबाट आउँछ। त्यो सोच सँगसँगै पनि हामीलाई चाहिँ हाम्रो माटोसँगको हाम्रो सिप, हाम्रो ज्ञान, हलो कोदालो बनाउने सिपहरू होइन, माटोको भाँडा बनाउने, दहीको ठेक्री, यो विभिन्न चिजको लागि चाहिँ कस्तो माटो प्रयोग गर्ने, त्यसको आकार के, त्यो सबै ज्ञानहरू जुन थियो त्यो सबै चाहिँ हामीले गुमाउँदै गएपछि माटो नै नदेख्ने भयौँ हामी। अभिभावकले बालबालिका हुर्काउने तरिका पनि फेरिएको छ। हरेक कुरामा साथ दिने नाममा प्रकृतिभन्दा टाढा राख्ने, बालबालिकाको सहयोग लिनुको सट्टा उनीहरूलाई अनावश्यक सहयोग गर्ने कुराले उनीहरूले माटोको सामिप्यता गुमाउँदैछन्। यस्ता कुराहरूमा सुधार आवश्यक रहेको माटो अभियन्ता सहिल साथीको सुझाव छ। एउटा चाहिँ हामी स्कुल भनेर सानो उमेरदेखि 12 वर्ष 20 वर्षसम्म प्रकृतिबाटै समाजबाटै टुटाएर लगिरहेछौँ। त्यसबाट बाँकी बचेको बिहान पनि ट्युसन, बेलुका पनि ट्युसन, होमवर्क जुन छ मुख्य त त्योबाटै अलिकति हामी चाहिँ मुक्ति, मेरो छोराछोरी चाहिँ पछाडि पर्छ भन्ने डरले त्यो गराउँछ। त्योभन्दा चाहिँ अलिकति प्रकृतिसँग रम्न सिक्ने भयो भने चाहिँ त्यो समय दिनु पर्यो। नानीहरूलाई चाहिँ सुगरी राख्ने भन्दा पनि उनीहरूलाई स्वेच्छाले खेल्न दिने, माटोमा अलिकति खुला क्षेत्रमा लगेर त्यो समय दिने उसलाई, ताकि उसको शरीरले पनि वातावरण चिनोस्, कीटाणुहरू चिनोस्। अनि दिगो विकास इन्स्टिच्युटका कार्यक्रम निर्देशक सहिल साथीसँग माटो र मान्छेबीचको सम्बन्धका बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। नोट जतनसँग प्रयोग गर्नु तपाईँ हाम्रो दायित्व हो, तर कहिलेकाहीँ कारणवश नोट झुत्रो अर्थात् चलन चल्ती योग्य नहुन सक्छ। त्यस्तो नोटको सट्टा नयाँ नोट साट्न सकिन्छ, तर डिजाइन मेटिएको, च्यातिएको, विकृत वा आधाभन्दा बढी भाग नभएको नोट साट्न मिल्दैन। यसबारे थाहा पाउन नेपाल राष्ट्र बैङ्कको कुरा सुन्नुपर्छ। नेपाल राष्ट्र बैङ्क भन्छ, आगोले पोलेर, किराले खाएर, च्यातिएर, पानीले भिजेर वा अरू कुनै किसिमले चलन चल्ती योग्य नभएमा त्यस्तो नोटको सट्टा नयाँ र सुकिलो नोट साट्न पाइन्छ। यस्ता झुत्रो नोटको सट्टा नयाँ र सुकिलो नोट साट्नको लागि नेपाल राष्ट्र बैङ्कमा दाबी पेश गर्नुपर्छ। नोट टुक्रा टुक्रा भई 2 वा त्योभन्दा बढी भागमा विभाजित भए तापनि एउटै नोटका टुक्राहरू हुन् भनेर यकिन हुन सक्ने गरी दाबी पेश गर्न सकिएमा त्यस्तो नोट सटै हुन्छ। तर डिजाइन मेटिएको, च्यातिएको, विकृत वा आधाभन्दा बढी भाग नभएको नोट भने साट्न मिल्दैन। आगलागी वा दैवी प्रकोपमा परेर पोलिएका, च्यातिएका या नष्ट हुन लागेका नोट साट्नको लागि भने पालिका या प्रहरीको सिफारिस चाहिन्छ। पछिल्ला वर्षमा धानको बिउ आयात अस्वाभाविक रूपमा बढेको छ। बढी फल्ने आशमा किसान हाइब्रिड बिउतर्फ आकर्षित भएपछि चालु आर्थिक वर्षको 11 महिनामा मात्र 1 अर्ब 16 करोडको बिउ आयात भएको छ। गएको आर्थिक वर्षको यही अवधिमा 88 करोड 65 लाख रुपियाँको धानको बिउ आयात भएको भन्सार विभागको तथ्याङ्क छ। धानको बिउ भारत र चीनबाट आयात हुन्छ। खुला सिमानाले भारतबाट अवैध रूपमा पनि प्रशस्त बिउ भित्रिन्छ। धानको हाइब्रिड बिउ नै बढी आयात हुने गरेको बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ। आयातित हाइब्रिड धानको बिउ मध्ये 54वटा दर्ता नै भएका छन्। नेपालमै उन्मोचन हुने र आयात गरी 148 धानका बिउ दर्ता भएका छन्। 94वटा स्वदेशमा उन्मोचन र दर्ता भएका छन्। केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले आयातित बिउ मध्ये 48वटा हाइब्रिड र 6वटा खुला सञ्चित जातका रहेका बताउनुभयो। नेपालले 2वटा मात्रै वर्णशंकर जातका उन्मोचन गरेको छ।
एउटा जात विकास गर्न 13-14 वर्ष लाग्ने कृषि विज्ञ बताउँछन्। स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन। हाइब्रिड धेरै फल्ने हुँदा किसानले बढी रुचाएका हुन्। आयात हुने बिउमध्ये 90% हाइब्रिड नै हुने गरेको आचार्यले बताउनुभयो। धानको बिउ आयातमा मात्रै 1.25 अर्ब बाहिरियो। कान्तिपुरमा खबर छ। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला। होइन 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 किन आज मेरो सानो सुई लाउन जान्छे। मेरो सानोले लाउने सबै खोप परिवार नियोजन सङ्घको क्लिनिकमा पाइन्छ। मातृ शिशु स्वास्थ्य सेवा तथा परामर्शका लागि नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयको निशुल्क हेल्पलाइन नम्बर 166001 45000 मा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्ममा सम्पर्क गर्नुहोस् र ढुक्क हुनुहोस्। लघु वित्त बैंक वित्तीय संस्था र सहकारीको मुख्य काम वित्तीय सेवा प्रदान गर्ने हो। कसैले पनि कारोबार र क्षमताले भ्याउने भन्दा बढी ऋण लिन हुँदैन। झुटा विवरण पेश गरी ऋण लिन र लिएको ऋण दुरुपयोग गर्न हुँदैन। बचतकर्ताको पैसाबाट लिएको ऋण मिनाहाको भ्रममा नपरौं। नियतवश ऋण नतिर्ने ऋणीहरू कालो सूचीमा समेत पर्नेछन्। नियम अनुसार कर्जा कारोबार गरौं, असल ऋणी बनौं। थोक लघु कर्जा प्रदायक फर्स्ट माइक्रो फाइनान्सबाट जनहितका लागि जारी वित्तीय सन्देश। पूर्वको मेची पश्चिमको महाकाली दिसोमले बाँडेको छ सबैतिर खुसियाली। जितेको छ सबै नेपालीको मन हरदम। उत्कृष्ट क्वालिटी सबैभन्दा उत्तम। टिभी हेर्ने सबको यो पहिलो रजाई डिस होम। नेपालको एकमात्र DTH सेवा डिस होम। डिस होम, खुसीको कनेक्सन। टिभी त नयाँ किन्नु भएछ। भ्याट बिल र वारेन्टी चाहिँ लिनु भयो कि भएन? सामान किन्दा बिल र वारेन्टी लिनु नभुलौ। सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। जुम्लाको चन्दननाथ नगरपालिका उर्थुकी दिलसरा बुढाले वर्षायाममा झण्डै 2 लाख मूल्यको साग, आलु, काउली, बन्दा, टमाटर, हरियो खुर्सानी लगायत तरकारी बिक्री गर्नुहुन्छ। उहाँको 7 रोपनी बारी छ। हिउँदमा सिँचाइ सुविधा नहुँदा आलु बाहेक अरू तरकारी फल्दैन। हिउँदमा भारतबाट आयात तरकारीकै भर छ। यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 3 की पम्फा बुढाले पनि वर्षायाममा करिब 3 रोपनी जग्गामा तरकारी फलाउनुहुन्छ। तर हिउँदमा भारतैबाट आएको प्याज, लसुन, बन्दा, खुर्सानी लगायत तरकारी उहाँको भान्सामा पाक्छन्। तरकारीमा आत्मनिर्भर नहुँदा कर्णालीका सबैजसो जिल्लाका भान्सा भारतीय तरकारीको भरमा छन्। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म कर्णालीबाट करिब 17 करोडको कृषिजन्य वस्तु बाहिर जाँदा झण्डै 93 करोड रुपियाँको तरकारी भित्रिएको छ। कर्णालीका भान्सामा महाराष्ट्रको आलु, कानपुरको साग शीर्षकको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ। यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने राष्ट्रसङ्घको सुझाव छ। विश्व मौसम संगठनका प्रवक्ता क्लेयर नलिसले उत्तर गोलार्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गरेको जानकारी दिनुभएको छ। तर यसपटक गर्मीको सुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था रहेको उहाँको भनाइ छ। उहाँले अत्यधिक गर्मीलाई शान्त तर घातक भन्दै यसबाट हुने मानवीय क्षति, आँधी वा वर्षा जस्ता अरू प्राकृतिक प्रकोप जत्तिकै गम्भीर हुन सक्ने चेतावनी दिनुभएको छ। पश्चिमी युरोप अहिले उच्च वायुमण्डलीय दबावको प्रभावमा रहेको र यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनिएको अवस्था रहेको जानकारी दिँदै प्रवक्ताले यसले मानिसको दैनिक व्यवहार र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको बताउनु भएको छ।
अब खेल खबर। एएफसी महिला एसियन कप 2026 को छनौट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ। खेल उज्बेकिस्तानको तास्केन्तमा रहेको बुनियोदकोर रंगशालामा नेपाली समयअनुसार बेलुका 6:15 बजे सुरु हुनेछ। पछिल्लो फिफा वरियतामा नेपाल 100औं स्थानमा रहँदा श्रीलङ्का 159औं स्थानमा छ। गएको आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई 9-0 गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्बेकिस्तानसँग 10-0 गोलले हारेको थियो। समूह एफमा रहेको नेपाल 3 अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने उज्बेकिस्तान शीर्ष स्थानमा छ। यस्तै प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा असार 21 गते शनिबार उज्बेकिस्तानसँग खेल्नेछ। महिला एसियन कप छनौटमा 34 वटा टोलीलाई 8 वटा समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन्। 12 वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनौट भइसकेका छन्। युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरकारवाला पक्षलाई आग्रह गरेको छ। सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा काम कारबाही अघि बढाएपछि खेलकुद मन्त्रालयले हिजो विज्ञप्ति निकालेर अवैधानिक ओलम्पिकको पछि नलाग्न र विश्वास नगर्न सबैमा आग्रह गरेको हो। कायाकैरनमा अब केही खबर संक्षेपमा। नेपालमा संक्रमणकालीन न्याय सम्पादन सम्बन्धी पछिल्लो प्रक्रियामा असन्तुष्ट द्वन्द्व पीडितले संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको कार्यालय OSCHR-लाई पत्राचार गरेका छन्। 4.5 वर्ष अघि संवैधानिक परिषद ऐन अध्यादेश मार्फत संशोधन गरी संवैधानिक नियुक्ति गरिएको विषयमा सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ। यसअघि संवैधानिक इजलासबाट 28 जेठमा निर्णय सुनाउने मिति तोकिए पनि असार 18 का लागि सारिएको थियो। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतको नेतृत्वमा रहेको संवैधानिक इजलासले संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा फैसला सुनाउनेछ। हिमताल विस्फोट हुन नदिन र भइहाले सम्भावित क्षतिबाट समुदायलाई जोगाउन नेपालले हरित जलवायु कोष GCF-बाट झण्डै 5 अर्ब रुपियाँ अर्थात् 3 करोड 62 लाख अमेरिकी डलर बराबरको अनुदान प्राप्त गर्ने भएको छ। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको 500 मेगावाट बिजुली बंगलादेशले नकिन्ने भएको छ। बंगलादेशको अन्तरिम सरकारले विशेष ऊर्जा ऐन अन्तर्गत गरिएका सबै सम्झौता रद्द गर्ने निर्णय गरेसँगै माथिल्लो कर्णालीबाट बिजुली आयात अन्यलमा परेको हो। भारतले 117 किलोमिटर लामो 765 केबी प्रसारण लाइन मार्फत विद्युत निर्यात गर्ने प्रस्ताव गरेको थियो। यसअघि अवामी लीग नेतृत्वको सरकारले प्रस्तावलाई समर्थन गरेको थियो, तर बंगलादेशको अन्तरिम सरकारले अहिले प्रस्ताव कार्यान्वयनमा चासो देखाएको छैन। चालु आर्थिक वर्षको साउनदेखि असार 17 सम्ममा 38,685 जना कालो सूचीमा परेका छन्। यस्तै असार 1 देखि 17 सम्ममा कालो सूचीमा पर्नेको संख्या 2,947 पुगेको छ। गएको असारको 17 सम्ममा 1906 जना कालो सूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्याङ्क छ। यस्तै मध्य प्रदेशमा घर भई काठमाडौँ त्रिपुरेश्वर बस्ने एक महिलाले एक पुरुषलाई 15 लाख रुपियाँको चेक दिन उनले 81 फागुन 15 को मिति राखेर रकम भुक्तानी लिने गरेको प्राइम कमर्सियल बैंकको चेक दिएकी थिइन्। असार महिनामा मात्रै काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले बैंकिङ कसुर सम्बन्धी 202 वटा मुद्दा दर्ता गरेको छ। विगतका वर्षको तुलनामा यस वर्ष विदेशी लगानी प्रतिबद्धता बढेको छ। सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गरे पनि पोहोरको तुलनामा करिब 10 अर्ब रुपियाँ विदेशी लगानी प्रतिबद्धता बढेको हो। चालु आर्थिक वर्ष 2081-82 को 11 महिना जेठसम्म 60 अर्ब 60 करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। कायाकैरनमा अब पालो उखानको। घर हेरी खानुपर्छ, दलिन हेरी तास्नुपर्छ। उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक। निजामती विधेयकमा गैर जिम्मेवार काम भएको स्वीकार गरे पनि छानबिन समिति गठन भएन, तत्काल सुधार नगर्ने नियत रहेको भन्दै सांसदहरूले नै उठाए प्रश्न। देशभर एसी नतिजा सुधार हुँदा मधेसमा 72% नन ग्रेडेड, सुदूरपश्चिम लुम्बिनी र कोशीको नतिजा पनि राष्ट्रिय औसत भन्दा कमजोर। विकासको लहटसँगै माटोसँग मान्छेको सम्बन्ध टाढिँदै बालबालिकालाई हुर्कने बेला माटोमा रमाउन दिनुपर्ने विज्ञको सुझाव। अत्यधिक गर्मी प्राकृतिक प्रकोप जत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी। विश्व समुदायले अब गर्मीको लहरसँगै बाँच्न सिक्नुपर्नेमा जोड। र एएफसी महिला एसियन कपको छनौट अन्तर्गत नेपालले आज श्रीलङ्कासँग खेल्दै। र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब छ बा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा भएको छलछामको विषयमा यो कार्टुन सम्बन्धित छ।
यहाँ दुईजना मान्छे पत्रिका पढिरहेका छन् र पत्रिकामा पनि त्यही विषयको कुराकानी हुँदैछ र एकजनाले भन्दैछ खै पटक पटक छलफल गरेर टुङ्ग्याएको भन्थे त्यही छलहरूको फल पो रहेछ त यो त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कँदा मौसम र बाटोको बारेमा जानकारी लिने गरौँ। नमस्कार।